नमस्कार, स्वास्थ्यको साथी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज हामी 2081 साल चैत महिनामा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा कहिले आउँछ तथा एसईको नतिजा प्रकाशन भएपछि नतिजा हेर्न सकिने 3 सजिला विधिहरूको बारेमा चर्चा गर्नेछौँ। आजको यस भिडियो एसई दिएर बसेका विद्यार्थी भाइ बहिनीहरू तथा उनीहरूको अभिभावकको लागि निकै महत्त्वपूर्ण छ। शेयर गरी सबैमाझ पुर्याइदिनु होला। राष्ट्रिय परीक्षा बोर्ड एनईबीले मिति 2081 साल चैत 7 गतेबाट चैत 19 गतेसम्म कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा एसई सञ्चालन गरेको थियो। उक्त परीक्षामा ग्रेड सुधार तथा नियमित विद्यार्थी गरी 5,14,071 जना विद्यार्थीहरू सामेल भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले प्रारम्भिक रूपमा परीक्षा सकिएको 3 महिनाभित्र नतिजा प्रकाशन गर्ने योजना बनाएको भए तापनि नेपाल शिक्षक महासंघद्वारा काठमाडौँमा आयोजना गरिएको आन्दोलनको कारण उत्तर पुस्तिका जाँच सुरु हुन करिब 1 महिना ढिला हुँदा नतिजा सार्वजनिक समय पछाडि सरेको हो। परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक डाक्टर गणेश भट्टराईका अनुसार यस वर्ष नतिजा ढिला हुनुको कारण शिक्षक आन्दोलन हो, जसले उत्तर पुस्तिका मूल्याङ्कनको कार्यमा प्रभाव पारेको थियो। यद्यपि हालसम्म अधिकांश जिल्लाहरूमा उत्तर पुस्तिका जाँच सम्पन्न भइसकेको तथा प्राप्त अङ्कहरू एसई नतिजा तयारी केन्द्रमा पठाइसकिएको छ। अहिले प्राप्त अङ्कहरू कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको स्रोतले जानकारी दियो। राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक जानकारी अनुसार माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा असार महिनाको तेस्रो हप्ताभित्र सार्वजनिक गरिने भएको छ। असारको 15 देखि 21 गते भित्र नतिजा सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसई 2081 को नतिजाको जानकारी दिन चाहेका सङ्घ संस्था, कम्पनी आदिहरूलाई शर्तको अधीनमा रही मिति 2082 साल असार महिनाको 4 गते भित्र राष्ट्रिय परीक्षा बोर्डमा निवेदन दिन सूचना प्रकाशन गरेको थियो। सोही अनुसार तलका कुनै पनि विधिबाट एसईको नतिजा सजिलै हेर्न पाउने व्यवस्था गरिएको छ। एसईको नतिजा प्रकाशन भइसकेपछि तलका निम्न विधिहरूबाट सजिलै नतिजा हेर्न सकिनेछ। 1 नम्बरमा राष्ट्रिय परीक्षा बोर्ड एनईबी को आधिकारिक वेबसाइट SEE.gov.np वा NEB.gov.np मा गई रिजल्ट वा एसई रिजल्ट सेक्सनमा आफ्नो जन्ममिति र सिम्बल नम्बर राखी नतिजा सजिलै हेर्न सकिनेछ। त्यस्तै EDU सञ्जाल पोर्टलको वेबसाइटमा SEE.edusonjal.com मा गएर तथा नेपाल टेलिकमको वेबसाइट SEE.ntc.net.np मा गएर सिम्बल नम्बरको आधारमा नतिजा थाहा पाउन तथा मार्कसिट हेर्न तथा डाउनलोड गर्न सकिनेछ। 2 नम्बरमा मोबाइलको SMS मार्फत पनि सजिलै एसईको नतिजा हेर्न सकिनेछ, जसको लागि मोबाइलको मेसेज बक्समा गई SEE स्पेस आफ्नो सिम्बल नम्बर राखी 1600 मा SMS गरी सजिलै नतिजा थाहा पाउन सकिनेछ। 3 नम्बरमा आवाज मार्फत सञ्चालित सूचना प्रणाली IVR विधिबाट पनि एसईको नतिजा सजिलै प्राप्त गर्न सकिनेछ, जसको लागि तपाईको मोबाइल वा ल्यान्डलाइन फोन मार्फत 1600 डायल गर्नुपर्दछ। त्यसपश्चात कम्प्युटरले दिएको निर्देशन अनुसार आफ्नो सिम्बल नम्बर टाइप गरी सजिलै नतिजा प्राप्त गर्न सकिनेछ। एसई दिई बस्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै शुभकामना। तपाईले अध्ययनमा गरेको मेहनतको फल पक्कै मिठो हुनेछ। आजको लागि छुटौं, नमस्कार।